नमस्कार, नेप्से ट्रेडिङ न्युजमा स्वागत छ। म दिपेश किमिरे। सुरु गरौँ आजका हेडलाइन्सबाट। नेप्सेमा सामान्य करेक्सन, कारोबार रकम पनि खुम्चियो, बजारमा मिश्रित सङ्केत, लगानीकर्ता अझै पर्ख र हेरको मनस्थितिमा। प्राविधिक विश्लेषक भन्छन् अझै बजार यसै हुन्छ भन्न सकिन्न। राज्य कोषमा ब्रेक लगाउने सरकारको तयारी, पूर्व विशिष्ट पदाधिकारीको सुविधा छानबिन सुरु, कानुनभन्दा बढी गाडी प्रयोग गर्नेहरूको विवरण माग, दोहोरो सुविधा लिनेको सवारी फिर्ता गर्ने सङ्केत। देउवा दम्पतिलाई पक्राउ गरी नेपाल फर्काउने सरकारी प्रयासमा अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन इन्टरपोल बाधक, प्रमाण नपुगेपछि अन्तर्राष्ट्रिय अस्वीकार। र राष्ट्रिय गौरवको बुढी गण्डकी जलविद्युत आयोजना फेरि निर्माण प्रक्रियातर्फ अघि बढ्ने सङ्केत। सर्वे लाइसेन्स लिन मात्रै 1 अर्ब 20 करोड रुपियाँ आवश्यक। नेप्से ट्रेडिङ न्युज अब विस्तारमा। नेपाली सेयर बजारमा सामान्य करेक्सन देखिएको छ, कारोबार रकम पनि केही घटेको देखिएको छ। विशेष गरी यति बेला लगानीकर्ताहरू पर्ख र हेरकै मनस्थितिमा रहेको देखिन्छ। एक रिपोर्ट। लगातार उतार चढावबीच नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक बुधबार सामान्य अङ्कले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन मङ्गलबार हरियो बनेको बजारले यस दिन भने स्थायित्व कायम राख्न नसक्दा परिसूचक पुनः राताम्य बनेको हो। यद्यपि गिरावट ठूलो नभएकाले लगानीकर्ताले बजारलाई अझै करेक्सनकै चरणका रूपमा हेरेका छन्। बुधबार नेप्से परिसूचक 1.64 अङ्कले घट्दै 2711.22 बिन्दुमा झरेको छ। बजारमा कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। मङ्गलबार 3 अर्ब 43 करोड रुपियाँ भन्दा बढीको कारोबार भएको बजारमा यस दिन 3 अर्ब 19 करोड 77 लाख रुपियाँमा सीमित भएको हो। यस दिन 336 वटा स्टकको 47,841 पटक कारोबार हुँदा 71 लाख 31 हजार किता सेयर किनबेच भएको छ। कारोबार रकम घटे पनि केही कम्पनीमा भने लगानीकर्ताको आकर्षण उल्लेख्य देखिएको छ। विशेष गरी जलविद्युत र माइक्रो फाइनान्स क्षेत्रका केही कम्पनीमा तीव्र उतार चढाव देखिएको हो। बजारमा सबैभन्दा बढी कमाउने कम्पनीको सूचीमा फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था अगाडि रह्यो। सो कम्पनीको सेयर मूल्य 13.74% ले बढेको छ। त्यस्तै अप्पर लोहोरे खोला हाइड्रो पावरको सेयर मूल्य करिब 6% ले उकालो लागेको छ भने एनआइसी एसियन ग्रोथ फन्ड 2 को इकाइ मूल्य पनि 5% भन्दा बढीले बढेको छ। उता भगवती हाइड्रो पावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले भने सबैभन्दा बढी दबाव खिप्नु पर्यो। कम्पनीको सेयर मूल्य 8.90% ले घट्दै दिनभरकै उच्च गिरावटमा परेको हो। कारोबार रकमका आधारमा सोलु हाइड्रो पावर अग्रस्थानमा देखिएको छ। कम्पनीको 22 करोड 11 लाख रुपियाँ भन्दा बढीको सेयर कारोबार भएको छ। त्यसपछि रिलायन्स स्पिनिङ मिल्सको 16 करोड रुपियाँ भन्दा बढी र नेशनल हाइड्रो पावरको करिब 15 करोड रुपियाँ बराबरको कारोबार भएको छ। उपसमूहगत प्रदर्शन मिश्रित देखिएको छ। 13 उपसमूह मध्ये 8 उपसमूह हरियो बनेका छन् भने 5 उपसमूह घटेका छन्। ब्याङ्किङ, वित्त, होटल तथा पर्यटन, लगानी, लघुवित्त, म्युचुअल फन्ड, निर्जीवन बीमा र अन्य उपसमूहमा सामान्य सुधार देखिएको छ। तर विकास ब्याङ्क, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहमा दबाव कायम रह्यो। विश्लेषकहरूका अनुसार बजार अहिले स्पष्ट दिशा खोज्ने चरणमा रहेको छ। कारोबार कम निरन्तर घट्दै जानु र परिसूचक सीमित दायरामा उतार चढाव हुनुबाट लगानीकर्ता अझै निर्णायक रूपमा प्रवेश गर्न हिचकिचाइरहेको सङ्केत देखिन्छ। यद्यपि चयनित कम्पनीमा देखिएको सक्रिय कारोबारले बजारमा पूर्ण निराशा भने नरहेको सङ्केत दिएको छ। साताको मध्य कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक सामान्य गिरावट सहित बन्द भए पनि प्राविधिक विश्लेषक तर्फ हेर्दा बजार अझै दबावबाट पूर्ण रूपमा बाहिरिन नसकेको सङ्केत देखिएको छ। दिनभर उतार चढाव बीच चलेको बजार अन्तिम समयमा कारोबार हुँदै 2711.22 बिन्दुमा बन्द भएको हो। दैनिक चार्टमा बनेको पछिल्लो क्यान्डल, ट्रेन्ड लाइनको व्यवहार र विभिन्न प्राविधिक सङ्केतहरूले बजारमा लगानीकर्ता अझै सतर्क अवस्थामा रहेको चित्र देखाएका छन्। चार्ट अनुसार नेप्से अहिले लगातार लोअर हाई बनाउँदै तलतिर झर्ने संरचनाभित्र रहेको देखिन्छ। बुधबारको कारोबारमा पनि परिसूचक सोही डाउन ट्रेन्ड लाइन नजिक पुगेर पुनः असफल भएको देखिन्छ। आज बनेको क्यान्डललाई प्राविधिक रूपमा हेर्दा बेयरिश कन्फर्मेसन प्रकारको कमजोर क्यान्डलका रूपमा लिन सकिने अवस्था देखिएको छ। दिनभरको सुरुवातमा बजारले माथि जान खोजे पनि अन्त्यतिर बिक्री दबाव बढ्दा क्यान्डलको क्लोजिङ तल्लो क्षेत्रमा भएको छ। यसले बजारमा अपसाइड मोमेन्टम कमजोर बन्दै गएको सङ्केत गर्छ। विशेष गरी 2728 क्षेत्रको प्रतिरोध पार गर्न नसक्नु बजारका लागि नकारात्मक मानिएको छ। प्राविधिक विश्लेषकहरूका अनुसार अहिलेको बजार वेट एन्ड वाच चरणमा छ। 2728 माथि मजबुत क्लोजिङ आए मात्र बजारले छोटो अवधिमा फेरि गति लिन सक्ने सम्भावना रहन्छ। तर त्यसो हुन नसकेमा बजार पुनः 2670 आसपासको सपोर्ट परीक्षणतर्फ जान सक्ने जोखिम पनि कायम रहेको देखिन्छ। राज्य कोषबाट दोहोरो तथा अत्याधिक सेवा सुविधा लिने पूर्व विशिष्टहरूको छानबिन प्रक्रिया तत्काल अगाडि बढाउन
प्रधानमन्त्री बालेन्द्र शाहले निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले पूर्व विशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेका सरकारी सवारी साधनको यथार्थ विवरण तत्काल उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको हो। प्रधानमन्त्री कार्यालयले हालै गरेको अध्ययनमा केही पूर्व विशिष्ट पदाधिकारीहरूले कानुनले तोकेभन्दा बढी सवारी साधन प्रयोग गरिरहेको तथा फरक फरक निकायबाट दोहोरो सुविधा लिइरहेको तथ्य फेला परेपछि सरकार सक्रिय बनेको हो। त्यसपछि प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालयलाई पत्राचार गर्दै पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व प्रधान न्यायाधीश लगायतको सेवा सुविधा तत्काल उपलब्ध गराउन निर्देशन दिएको हो। लामो समयदेखि पूर्व विशिष्ट पदाधिकारीहरूले सरकारी स्रोत साधन मापदण्ड विपरीत प्रयोग गरिरहेको भन्दै सार्वजनिक रूपमा आलोचना हुँदै आएको थियो। सरकारको पछिल्लो सक्रियतालाई त्यसैको जवाफका रूपमा हेरिएको छ। गृह मन्त्रालयबाट प्राप्त हुने विवरणका आधारमा सरकारले कानुनभन्दा बढी सुविधा लिइरहेका व्यक्तिहरूको सवारी साधन फिर्ता गराउने तथा आगामी दिनमा सुविधा विवरण प्रणालीलाई थप व्यवस्थित र पारदर्शी बनाउने तयारी गरेको स्रोतले जनाएको छ। नेप्से ट्रेडिङ न्युज जारी छ, हामी ब्रेकपछि आउँछौँ। यात्रा फर फन कोटेश्वरमा कार्यालय भएको नेपालको एक प्रतिष्ठित ट्राभल्स हो, जसले हाल 60वटा भन्दा बढी देशमा भिजिट भिसा लगाउन सहजीकरण गर्दै आएको छ। यात्रा फर फनले युरोपदेखि अमेरिकासम्म, चाइना, मकाउदेखि थाइल्यान्ड, मलेसिया, सिङ्गापुरसम्म भिजा लगाउन तपाईलाई सहजीकरण गर्नेछ। विदेश घुम्न जान खोज्दै हुनुहुन्छ भने अत्यन्तै सस्तो मूल्यमा भिजा प्रोसेस गर्न सक्नुहुनेछ। स्क्रिनमा देखिएको नम्बरमा आजै सम्पर्क गर्नुहोस्। ब्रेकपछि स्वागत छ। अब बाँकी न्युज। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आर्जु राणा देउवालाई पक्राउ गरी नेपाल ल्याउने सरकारको तयारीमा इन्टरपोल बाधक बनिदिएको छ। विदेशमा रहेका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आर्जु राणा देउवालाई पक्राउ गरी नेपाल फर्काउने सरकारी प्रयासमा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोल बाधक बनेको हो। नेपाल प्रहरीको आग्रहका बावजुद इन्टरपोलले देउवा दम्पति विरुद्ध पक्राउ प्रक्रिया अघि बढाउन अस्वीकार गरेको स्रोतहरूले बताएका छन्। सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धान गर्नुपर्ने भन्दै नेपाल प्रहरीको इन्टरपोल शाखाले गत चैत्र अन्तिम साता इन्टरपोल मुख्यालयसँग पत्राचार गरेको थियो। तर नेपालले पेश गरेको अभियोग र प्रमाण पर्याप्त नदेखिएको भन्दै इन्टरपोलले उक्त प्रस्ताव अगाडि बढाउन नसकिने जानकारी गराएको बताइएको छ। पछिल्लो समय देउवा दम्पतिलाई लक्षित गर्दै सरकारी निकाय सक्रिय बनेका बेला इन्टरपोलको यो निर्णयलाई अर्थपूर्ण रूपमा हेरिएको छ। राजनीतिक प्रतिशोधको आरोप उठिरहेका सन्दर्भमा अन्तर्राष्ट्रिय निकायले समेत पक्राउ प्रक्रियामा सहकार्य नगरेपछि सरकारको रणनीतिमाथि पनि प्रश्न उठेको छ। सन् 1923मा स्थापना भएको इन्टरपोल विश्वका 196 देशका प्रहरी संगठनबीच समन्वय गर्ने निकाय हो। नेपाल 2024 सालमा यसको सदस्य बनेको थियो। इन्टरपोलले कुनै पनि व्यक्ति विरुद्ध रेड नोटिस जारी गर्नुअघि पर्याप्त प्रमाण, स्पष्ट कानुनी आधार र राजनीतिक उद्देश्य नरहेको सुनिश्चितता गर्न खोज्ने गर्छ। यता घटनाबारे सरकार र नेपाल प्रहरीका तर्फबाट औपचारिक धारणा सार्वजनिक भएको छैन। देउवा निकट स्रोतहरूले भने यसलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित प्रयास भएको दाबी गरेका छन्। राष्ट्रिय गौरवको आयोजना बुढी गण्डकी जलविद्युत आयोजनाको निर्माण प्रक्रिया अघि बढ्ने सङ्केत देखिएको छ। यसको सर्वे गर्न मात्रै 1 अर्ब 20 करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ। एक रिपोर्ट। राष्ट्रिय गौरवको बुढी गण्डकी जलविद्युत आयोजना फेरि निर्माण प्रक्रियातर्फ अघि बढ्ने सङ्केत देखिएको छ। लामो समय राजनीतिक विवाद, लगानीको अन्यल र निर्णयविहीनतामा अल्झिएको 1200 मेगावाटको यो जलाशययुक्त आयोजना अघि बढाउन ऊर्जा मन्त्रालयले सर्वे लाइसेन्स प्रक्रिया सुरु गर्ने तयारी थालेको हो। गोर्खा र धादिङको सिमानामा बन्ने यो योजना नेपालकै सबैभन्दा ठूलो जलाशययुक्त परियोजना मध्ये एक हो। सुक्खायाममा विद्युत अभाव हटाउन महत्त्वपूर्ण मानिएको आयोजनाको सर्वे लाइसेन्स लिन मात्रै 1 अर्ब 20 करोड रुपियाँ आवश्यक पर्ने देखिएको छ। नियम अनुसार प्रति मेगावाट 10 लाख रुपियाँ शुल्क माग्ने भएकाले यति ठूलो रकम चाहिएको हो। बुढी गण्डकी कम्पनी लिमिटेडसँग हाल करिब 20 करोड रुपियाँ मात्रै रहेको र बाँकी रकम जुटाउन अर्थ मन्त्रालयसँग स्रोत सुनिश्चितताको माग गरिएको बताइएको छ। अर्थ मन्त्रालयले सहमति दिएपछि आयोजनाले औपचारिक रूपमा सर्वे लाइसेन्स पाउनेछ। आयोजनाको जग्गा प्राप्ति र मुआब्जा वितरणको काम भने अन्तिम चरणमा पुगेको छ। हालसम्म 96% प्रगति भएको जनाइएको छ। विस्तृत परियोजना प्रतिवेदन DPR तयार भइसकेको छ भने आयोजना स्थलमा कर्मचारी क्याम्प र गोर्खा धादिङ जोड्ने पुल निर्माणका लागि
ठेक्का प्रक्रिया समेत अघि बढाइएको छ। सरकारले स्वीकृत गरेको वित्तीय ढाँचा अनुसार आयोजनाको आधारभूत लागत करिब 4 खर्ब 15 अर्ब रुपियाँ अनुमान गरिएको छ। निर्माण अवधिको ब्याज समेत जोड्दा कुल लागत करिब 4 खर्ब 47 अर्ब रुपियाँ पुग्नेछ। यो रकमले 70% ऋण र 30% स्वपुँजीबाट जुटाउने योजना बनाइएको छ। कम्पनीमा नेपाल सरकारको 80% र नेपाल विद्युत प्राधिकरणको 20% सेयर स्वामित्व रहने प्रस्ताव छ। तर आयोजनाको मुख्य चुनौती अझै लगानी व्यवस्थापनमै देखिएको छ। कमजोर सरकारी ढुकुटीका कारण यति ठूलो आयोजना पूर्ण रूपमा स्वदेशी लगानीमा सम्भव हुन्छ कि हुँदैन भन्ने विषयमा अर्थ मन्त्रालयभित्र नै छलफल भइरहेको छ। केही अधिकारीहरूले परियोजनाको मोडालिटी पुनः अध्ययन गर्नुपर्ने धारणा राखेका छन्। बुढी गण्डकी आयोजना पहिलो पटक राष्ट्रिय गौरवको योजनामा समावेश हुँदा यसको लागत करिब 2 खर्ब 60 अर्ब रुपियाँ अनुमान गरिएको थियो। तर वर्षौंदेखिको ढिलाइ, सरकार परिवर्तन र नीतिगत अस्थिरताले लागत बढेर अहिले 4.5 खर्ब रुपियाँ नाग्ने अवस्था पुगेको छ। ऊर्जा क्षेत्रका जानकारहरूका अनुसार सुक्खायाममा भारतबाट बिजुली आयात गर्ने निर्भरता घटाउन बुढी गण्डकी जस्तो जलाशययुक्त आयोजना अपरिहार्य छ। तर स्पष्ट वित्तीय योजना र राजनीतिक स्थिरता बिना यो आयोजना फेरि पनि कागजमै सीमित हुने जोखिम भने अझै कायम रहेको छ। हामी नेप्से ट्रेडिङ न्युजको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै हेडलाइन्स पुनः एकपटक। नेप्सेमा सामान्य करेक्सन, कारोबार रकम पनि खुम्चियो, बजारमा मिश्रित सङ्केत, लगानीकर्ता अझै पर्ख र हेरको मनस्थितिमा। प्राविधिक विश्लेषक भन्छन् अझै बजार यसै हुन्छ भन्न सकिन्न। राज्य कोषमा ब्रेक लगाउने सरकारको तयारी, पूर्व विशिष्ट पदाधिकारीको सुविधा छानबिन सुरु, कानुनभन्दा बढी गाडी प्रयोग गर्नेहरूको विवरण माग, दोहोरो सुविधा लिनेको सवारी फिर्ता गर्ने सङ्केत। देउवा दम्पतिलाई पक्राउ गरी नेपाल फर्काउने सरकारी प्रयासमा अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन इन्टरपोल बाधक, प्रमाण नपुगेपछि अन्तर्राष्ट्रिय अस्वीकार। र राष्ट्रिय गौरवको बुढी गण्डकी जलविद्युत आयोजना फेरि निर्माण प्रक्रियातर्फ अघि बढ्ने सङ्केत। सर्वे लाइसेन्स लिन मात्रै 1 अर्ब 20 करोड रुपियाँ आवश्यक। हवस् त, नेप्से ट्रेडिङ न्युज आजलाई यति नै। हेर्दै गर्नुहोला nepsetrading.com। नमस्कार।